नमस्कार साथीहरू। यदि तपाईँ नेपालमा बसेरै मोबाइल वा ल्यापटप प्रयोग गरेर अनलाइन पैसा कमाउन चाहनुहुन्छ भने आजको यो भिडियो तपाईका लागि धेरै उपयोगी हुन सक्छ। त्यसैले अन्तिमसम्म ध्यान दिएर हेर्नुहोस्। धेरै मानिसहरूले सोच्छन् कि अनलाइन अर्निङ सुरु गर्न धेरै पैसा वा ठूलो स्किल चाहिन्छ। तर वास्तविकता के हो भने तपाईँ सानो सुरु गरेर पनि ठूलो रिजल्ट पाउन सक्नुहुन्छ। सुरु गरौँ फ्रीलान्सिङबाट। फ्रीलान्सिङ भनेको तपाईले आफ्नो स्किल प्रयोग गरेर अरूलाई सर्भिस दिने हो, जस्तै भिडियो एडिटिङ, ग्राफिक डिजाइन, कन्टेन्ट राइटिङ वा डाटा एन्ट्री जस्ता कामहरू। तपाईले सुरुमा सानो प्रोजेक्ट लिएर आफ्नो एक्सपिरियन्स बढाउन सक्नुहुन्छ र बिस्तारै ठूलो कामहरू पाउन थाल्नुहुन्छ। दोस्रो तरिका हो कन्टेन्ट क्रिएसन। यदि तपाईँ क्यामेरा अगाडि बोल्न सक्नुहुन्छ वा कुनै इन्ट्रेस्टिङ कुरा शेयर गर्न सक्नुहुन्छ भने युट्युब, टिकटक वा फेसबुकमा भिडियो बनाएर अडियन्स बिल्ड गर्न सक्नुहुन्छ। सुरुमा भ्युज कम आउन सक्छ, तर यदि तपाईले कन्सिस्टेन्सी राख्नुभयो भने बिस्तारै ग्रोथ हुन्छ र पछि एड्स, स्पोन्सरशिप र कोलाबोरेसनबाट इन्कम आउन थाल्छ। अब कुरा गरौँ एफिलिएट मार्केटिङको। यो एकदमै सिम्पल र इफेक्टिभ तरिका हो जहाँ तपाईले अरूको प्रोडक्ट प्रमोट गर्नुहुन्छ र जब कसैले तपाईको लिङ्कबाट किन्छ भने तपाईलाई कमिसन प्राप्त हुन्छ। तपाईँ विभिन्न अनलाइन शपिङ प्लेटफर्महरूसँग जोडिन सक्नुहुन्छ। अब टुल्सको कुरा गरौँ। तपाईलाई सुरु गर्नका लागि महँगो सेटअप चाहिँदैन। एउटा राम्रो स्मार्टफोन र इन्टरनेट कनेक्सन भए पुग्छ। भिडियो एडिटिङको लागि तपाईँ क्यापकट जस्तो एप प्रयोग गर्न सक्नुहुन्छ, जसले तपाईलाई प्रोफेसनल भिडियो बनाउन मद्दत गर्छ। साथै एआई टुल्स प्रयोग गरेर इमेज वा कन्टेन्ट बनाउन सक्नुहुन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको कन्सिस्टेन्सी र पेन्सन हो। धेरै मानिसहरूले केही दिन प्रयास गरेर छोड्छन्, तर जो मानिसहरूले लगातार मेहनत गर्छन् उनीहरूले नै सफलता पाउँछन्। त्यसैले आज एउटा स्किल छान्नुहोस्, सानो सुरु गर्नुहोस् र हरेक दिन केही नयाँ सिक्दै जानुहोस्। याद राख्नुहोस्, अनलाइन अर्निङ कुनै जादु होइन, तर सही तरिकाले गरेमा यसले तपाईको जीवन परिवर्तन गर्न सक्छ। यदि तपाईलाई यस्तो प्र्याक्टिकल र युजफुल कन्टेन्ट मनपर्छ भने फलो गर्न नभुल्नुहोस् र यो भिडियो आफ्ना साथीहरूसँग शेयर गर्नुहोस्। धन्यवाद।